हेलो हेलो साथीहरू, आज म चाहिँ करेन्ट खान जाँदैछु है। हेर्नुहोस्, दुईवटा करेन्ट छन् मसँग। अनि त्यसपछि दुईवटा अन्डा है। यो अम्लेट बनाउनुको लागि मलाई बोइल गरेको खाँदिनँ, अम्लेट बनाउनुको पनि सादा अम्लेट है। अनि यहाँ चाहिँ मैले चाउचाउ बोइल गर्दैछु है, करेन्ट बोइल गर्दैछु। हेर्नुहोस्, एक्लै खान मन लागेर आज यस्तो मिठो हुन्छ। अनि अन्डा यसरी पकाउँछु म, तपाईँहरू कसरी पकाउनुहुन्छ? अनि त्यसपछि म यस्ता मसला राखेर मल्दैछु है। अनि मली पनि सकेँ साथीहरू। अनि मलिसकेँ, अन्डा नि त्यसै राखेको छु मैले, कागती राखेको छु, डल्ले खुर्सानी राखेको छु। हेर्नुहोस् है, अब चाहिँ म फाइनल्ली खान जाँदैछु। त्यहाँ हेर्नुहोस्, कागती निचेर, फेरि कागती मलाई यस्तो मनपर्छ कि करेन्ट चाउचाउमा नि कागती र डल्ले खुर्सानी, त्यो यस्तो मनपर्छ कि कुरै छोडौँ। डल्ले खुर्सानी दुईवटा करेन्टको चाउचाउको त्यो दुईवटा पिरो भएर नि हुँदैन कि, त्यो नै चाहिन्छ। आहा, यस्तो मिठो भइरहेछ कि है। म मजाले खाँदैछु, गम गम कि गम खाँदैछु। ल हेर्नुहोस्। अनि अन्डा चाहिँ मैले बोइल अन्डा त्यस्तो खासै मन पराउँदिनँ। अनि अम्लेट नि खासै त्यस्तो केही राखेको मन पराउँदैन, यत्तिकै सादा, यत्तिकै अलिअलि मात्रै पकाउने। अनि त्यसरी खाँदैछु। डल्ले खुर्सानी छ, हेर्नुहोस्, मैले डल्ले खुर्सानी खाइरहेको। यस्तो मिठो थियो कि डल्ले खुर्सानी, ओहो कुरै नगरौँ। मलाई मात्रै हो कि अरूलाई पनि मनपर्छ कि यस्तो डल्ले खुर्सानी, यस्तो पिरो चाउचाउमा नि यस्तो डल्ले खुर्सानी खान पर्ने। मेरो त यस्तो मिठो भइरहेको थियो कि आहा, गम खाँदैछु है म। हेर्नुहोस् साथीहरू, ल हजुरहरूलाई पनि कतिजनालाई मनपर्छ करेन्ट चाउचाउ, सबैले कमेन्ट गरिदिनुहोस् है मेरो भिडियो सबै हेरेर। यस्तो मजाले खाइरहेको छु नि, हेर्नु न मैले त्यहाँ। आहा, एक्लै हो कि फेरि खाने, भिडियो बनाउने नि आफै, खाने नि आफै, यता गर्ने आफै, उता गर्ने आफै, सबै गाह्रो छ हौ एकजना मान्छेलाई र भिडियो बनाइदिनु मान्छे। यस्तो पिरो भयो भनिराखौँ म, पिरो भइछ, काँसो लाग्छ पिरो भएर होइन। काँसो लाख मलाई, हेर्नुहोस् राम। अनि पिरो भइछ, काँसो लाग्छ, त्यो पनि खाना छोड्ने होइन कि, त्यो सकेरै छोड्ने हो त्यो। यस्तो मिठो भइरहेको थियो कि झन् त्यो कागतीको रस राखेको, झन् कागतीको रसले यस्तो मिठो बनाउँछ नि। तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ साथीहरू, सबैजनाले। कागतीको रस यस्तो मिठो हुन्छ नि करेन्ट चाउचाउमा मलेर खान। अनि वाउ, एम्मी हुन्छ कि एम्मी, कुरा नगरौँ त्यसको त। डल्ले खुर्सानी यति मिठो छ कि, फेरि यति मिठो थियो कि, कस्तो मिठो कि, आहा, खाँदा नि डल्ले खुर्सानी यस्तो मिठो हो कि। म खाँदैछु गम कि गम साथीहरू। ल हेर्नुहोस्, त्यहाँ अन्डा अझै रोइरह है। यत्रो ठुलो घाँस खाँदैछु कि मैले, राम कति खान सक्यो। दुईवटा करेन्ट चाउचाउ, दुईवटा अन्डा, एउटा डल्ले खुर्सानी, एउटा कागती है साथीहरू। कागती निचारेर, अनि डल्ले खुर्सानी त अब त्यो छोड्नै हुन्न तरकारीमा, जे पनि डल्ले खुर्सानी त खानै पर्छ कि, डल्ले खुर्सानी खानै पर्छ। डल्ले खुर्सानी यस्तो मिठो लाग्छ कि मलाई, यस्तो मिठो लाग्छ कि डल्ले खुर्सानी बिना केही रुच्दैन कि, त्यस्तो हुन्छ। यस्तो मिठो छ कि अब सकिन लाहा मेरो। ल हेर्नुहोस्, त्यो सकिन लागिसकेको छ। लास्टमा अन्डा मात्रै, अन्डाको अम्लेट मात्रै रहन्छ है साथीहरू त्यहाँ। अनि लास्टमा अन्डा मात्रै खानुपर्छ मैले त्यहाँ। अनि यति मिठो भएको थियो कि, ओहो नि, साथी मिलेर खाने भने यति मिठो हुन्छ कि झन् यो त। ल हेर्नु, त्यहाँ अन्डा मात्रै रोकिँदैछ अब अन्डा र ल हेर्नु, मैले चम्चाले खाइरहेको अन्डा मात्रै रहेर कि, करेन्ट चाउचाउ सकिएर अन्डा रहेर प्रभु त्यस्तो भइरहेछ। यस्तो मिठो भएको थियो कि साथीहरू। अनि अरू भनेको त्यस्तै हो साथीहरू। सबैजनाले भिडियो अन्तिमसँग हेरेर लाइक कमेन्ट गरिदिनु होला। मैले चाहिँ फाइनल्ली सकिसकेँ। अब चाहिँ फाइनल्ली मैले खाइसकेँ है साथीहरू। सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला। बाई बाई, सी यू, थ्याङ्क यू।